रक्सी खाने पैसा छैन कोक तानेर बस्छ हो कि नि केटी बाहिर लोकल चारो खोज्न निस्को कुन सुट्टोको स्पोन्सरमा आइस कान्छी डिस्को रे उही पुरानो भन्नलाई मन परेको माया छ भन्नलाई सुनलाई यो छलक गर्नुपर्छ आदर डिस्को भित्र दर्शन पाइयो पशुपतिको ठुलो मान्छे भेट्दा ट्र्याक नम्बर 25 एउटा सानो सरप्राइज है त तपाईहरुको लागि है तर सँगै गाउनु पर्छ नि फेरि है ओके सँगै गाउनु पर्छ है ओके पदरा हानिन्छ नि त मामाले ओके बोलाउन खोजेको आफ्नै ठानेर तिम्रो इच्छा सपनी खेलाम थ्याङ्क यू म आजको लागि चाहिँ स्पेसली अब यो बसन्त हाम्रो त कर्तव्य नै हो हाम्रो फिल्मलाई लिएर जाने बचाउने हो फिटको साझा घन्टी आयो तेरो सक बाटो खाली कर आयो तेरो सक बाटो खाली सिटी स्क्वायर थ्याङ्क यू सम्पूर्ण स्पोन्सरहरू थ्याङ्क यू गलबन्दी प्रोडक्सन थ्याङ्क यू अनुरोध दाई मोहन सर नेन्सी बिन्दु इभेन्टमा भेटौँला चैत 22 गते बसन्त आउँदैछ माया देखाइदिनु होला र ट्रेलर रिलिज भइसकेको छ हेरिदिनु होला राम्रोसँग बिस्तारै सुरक्षित तरिकाले घर जानु होला फेरि भेटौँला नमस्ते गुड नाइट धनको आशैले बहकायो कि तिमीलाई कसैले अलिकति लाउड प्लिज रहरको अलिकति लाउड छैन सिमाना आफ्नै रहरको कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जबन गर्छ ए जसले माया गर्छ उसलाई जबन गर्छ थ्याङ्क यू थ्याङ्क यू राख्छु तिमीलाई यो दिलको माझमा गलबन्दी थियो तिमीले तानेर बोलाउन खोजेको
सपुतजीले नै यो गीतमा नाच्नु भएको खेम सेन्चुरीजीको लयमा रहेको र नेत्र अर्याज्यूको शब्दमा रहेको अरेली काँडा जुन गीत तपाईँहरूले एकदमै धेरै माया गर्नुभएको गीत हो त्यसका निर्देशक सुनिल विक एकपटक जोरदार तालीले जोरदार तालीले स्वागत गरौँ। नमस्कार सबैजनालाई वसन्तको कस्तो लागिरहेछ तपाईँहरूलाई अब राम्रै लागिरहेछ हेरेको छैन प्रकाश सपुतजीको पहिलो आफैले निर्माण गर्नुभएको चलचित्र वसन्त जुन हामी कलाकारहरूको लागि यसै पनि उत्सवमय छ एउटा कलाकारले यति ठुलो प्रकाश सपुतले गीत गाउन पठायो भने ल एकपटक धेरै धेरै धन्यवाद यति मिठो प्रस्तुतिका लागि एकपटक चिज गुरुङ र अस्मिता डोल्लाकोटीजीलाई एकपटक जोरदार ताली तपाईँहरूबाटै उहाँहरूको सम्मानका लागि किनकि नेपाली लोकदोहोरी पनि बेला बेलामा अलिकति छाडा अलिकति अश्लील भयो भन्ने आरोप गुनासो आलोचना भइरहेको बेलामा उहाँहरू अर्ग्यानिक मौलिक लोकदोहोरीलाई यसरी प्रवर्धन गर्नुभएको छ कि जसले नेपाली लोकदोहोरीलाई आज पनि हामीलाई सुनौ लाग्ने उत्तिकै सुर्ती मधुर उत्तिकै कर्णप्रिय लाग्ने गीतहरू गाइरहनुहुन्छ उहाँहरूलाई धेरै 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 धन्यवाद यो संयोजनको एउटा व्यवस्थित प्रभावकारी संयोजनका लागि सारङ्गी संसार कमल विश्वकर्माजी लगायत उहाँको सिङ्गो टिमलाई धेरै धेरै धन्यवाद। सबैजनाले कस्तो कस्तो के भएको खै मलाई माया के हो भन्देऊ न कोही मलाई साझ पर्यो झमक परेको मायालु किन हो गमक कस्तो कस्तो के भएको खै मलाई माया के हो भन्देऊ न कोही मलाई साझ पर्यो झमक ओ मन परेको केटाहरूको हल्ला सुन्नु भयो त म आयो तेरो सर भन्छु तपाईँहरू बाटो खाली गर भन्नु है त ल ओके आयो तेरो सर होय बाटो खाली गर ओइ सुनेन आयो तेरो सर होय बाटो खाली गर ओइ प्रीति आले अनि मिसहरू चाहिँ कम हो मिसहरू कम हो ल एकचोटि लेडिज आवाज सुनिदिउँ त आयो तेरो मिस चुप्ला साला ठिस ओके हेर्नु है त आज बसन्तले जित्छ कि शान्तिले जित्छ हेर्नु है त